गुड मर्निङ मेजर सलाम। फेरि पनि तपाईँ शुभ है यो बिहानीमा यो सानो सूचित तपाईँलाई गराउन चाहन्छु। म चाहिँ अहिले यहाँ धुप्पी डाँडा 5 घुम्ती मुनि छौँ अनि अब एनजेपी लाग्न लागेको। अनि के सूचित गराउन चाहन्छु भन्दाखेरि चाहिँ हाम्रो रोडको सिटङको रोडको सिचुएसन चाहिँ निकै अपबिट भएको छ है। अब यो लङ्कुको बाटो सिटङ थर्डको बाटो पास भएको छ, तर अब हामीलाई गाडी कुदाउनु पनि माया लागेर कुदाउनु पर्छ हो। अन्त अस्ति मैले 2टा टायर हालेको 8,000मा, 200 रुपियाँ कम्ती। पछाडिको रिसलिङ टायर हालेको 2600मा है। अन्त यस्तो प्रकारले हो भने चाहिँ अब मेरो मात्रै होइन, हाम्रो गुरुजी ड्राइभर दाजुहरूको लागि पनि धेरै अब प्रब्लमको कुरा छ है। हाम्रो ठुलो नेता अनित दाजु, बिराजु विष्ट दाजुहरूले है सरले यसो याद गरिदिनुहोस् भन्ने म चाहन्छु है। म पनि एउटा गुरुजी भएको नाताले गर्दा। अनि अहिले यहाँनिर 3-4 साल भयो टुरिज्म एकदम बढेर गएको छ है, राम्रो भएको छ। अनि मलाई चाहिँ यही खुसी लाग्छ, एउटा सिनियर अब गुरुजी भएको कारणले गर्दा कि बाटोको अवस्था राम्रो भइदियो भने चाहिँ यहाँ अझै पछाडि गएर उन्नति हुनेछ सिटङमा है। अन्त यही म तपाईँलाई सूचित गर्न चाहन्छु। अनि तपाईँले बुझिदिनुहोस्, रोडहरू यहाँनिर मानाको यहाँनिर उयोहरू ढलाइहरू त भएको छ है, पिचहरू पनि हुँदैछ। अनि यही खुसी लाग्छ। हुन्छ, फेरि पनि मेजर सलाम सबैलाई, मेरो दाजुभाइ गुरुजी ड्राइभर भाइहरूलाई पनि।